एउटा यस्तो विशेष सूचना आएको छ है एउटा सूत्रबाट है। यो समाचार सुन्ने बित्तिकै तपाईँहरूले सिधै गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन शाहसम्म सबैजनालाई चाहिँ ट्याग गरेर यो भिडियो सेयर गर्नु होला है। यहाँ चाहिँ के सुन्न आएको छ भन्दाखेरि अहिले हिजोको दिनमा मात्रै, आज होइन, हिजो राति आतङ्ककारी जङ्गली पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली दुईजना मिलेर चाहिँ कुन चाहिँ न्यायाधीश हो, कुन चाहिँ महान्यायाधीश हो है, अहिलेको चाहिँ यो के भन्छ सर्वोच्च अदालतको एउटा न्यायाधीशलाई चाहिँ तिनीहरूले चाहिँ भेटेर एउटा सोच्नै नसक्ने सम्मको चाहिँ पैसाको चाहिँ अफर गरेको छ भन्ने कुरा एउटा सूचना अहिले बाहिर आएको छ होइन। यो कुरा कतिसम्म साँचो हो, यो सत्य तथ्य पत्ता लगाएर यो कुरामा निकै कारबाहीको लागि अगाडि बढाउनुपर्छ है। किन भन्दाखेरि पक्राउ पुर्जी ननिकाल्नुको लागि होइन, प्रचण्ड र ओलीलाई चाहिँ यिनीहरू समक्षको मान्छेलाई चाहिँ पक्राउ पुर्जी ननिकाल्नुको लागि चाहिँ हदैसम्मको यिनीहरूले चाहिँ त्यो रकमको चाहिँ चलखेल गरेर चाहिँ त्यस्तो चाहिँ एउटा चाहिँ पैसाको चाहिँ एउटा त्यो बोकेर चाहिँ उनीहरूले चाहिँ यसरी चाहिँ एउटा अफर गरेको छ भन्ने कुरा यो सुन्न आएको छ होइन। यो कुराको लागि एकदमै है त मैले त्यो पात्रलाई चाहिँ विशेष पात्रबाट एउटा सूचना मैले प्रमाण खोज्दैछु होइन। म त्यो पाउने बित्तिकै मैले बाँकी राख्दैन, यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नु है त।